रुसले युक्रेनमाथि सयौं ड्रोन र क्षेप्यास्त्र हमला गरेको छ। उक्त आक्रमण रुसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमा गरेको अहिलेसम्मकै भयानक आक्रमण भएको बताइएको छ। रुसले करिब 70 वटा मध्यम दूरीका ब्यालिस्टिक मिसाइलको प्रयोग गरेको थियो भने 450 भन्दा बढी ड्रोनहरूको प्रयोग गरेर युक्रेनमाथि 7 घण्टासम्म हवाई आक्रमण गरेको थियो। केही समयको निम्ति आक्रमण रोक्ने अमेरिकी प्रस्तावको दुरुपयोग गरेको भन्दै राष्ट्रपति जेलेन्स्कीले रुसमाथि शान्ति वार्ता सफल तुल्याउने कूटनीतिक प्रयास नभई क्षेप्यास्त्र भण्डारण गर्ने र सबैभन्दा चिसो दिनमा आक्रमण गर्नको लागि अमेरिकी प्रस्तावको दुरुपयोग गरेको भन्दै राष्ट्रपति जेलेन्स्कीले रुसमाथि आरोप लगाएका छन्। उक्त विनाशकारी आक्रमणपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो वार्ता टोलीहरूले गरिरहेको काममा केही फेरबदल गर्नुपर्ने बताएका छन्। मित्रहरू, तपाईलाई के लाग्छ, के रुस र युक्रेन बीच शान्ति वार्ता सफल होला त? आफ्नो विचार कमेन्ट गर्न नबिर्सनु होला र यो भिडियोलाई लाइक र फलो गर्न पनि नबिर्सनु होला। हस्त आजको लागि यति नै। जय देश, जय नेपाल।